आज चाहिँ हामी सूर्य विनायक रानीकोट जाँदैछौँ घुम्नको लागि। आज हामी विपद व्यवस्थापन तालिमको 36औं समूहको 44औं कार्य दिनको दिन हामी आज हाइकिङ गर्न गइरहेको छौँ। आज हामी विपद व्यवस्थापन आधारभूत 36औं समूह भक्तपुर रानीकोटमा हाइकिङ जान गइरहेको छौँ र हामीले एक बसभित्र एकदम रमाइलो गरेको छौँ। एकदम आज मिति 2082 साल 1 महिना 8 गते आज हामी विपदको आधारभूत तालिमको 36औं समूहले आज रमाइलो गर्दै हामी रानीकोट जाँदैछौँ अवस्था हो। आज हामी हाइकिङ जाँदैछौँ भने 36औं टोलीको विपद व्यवस्थापन आधारभूत तालिम 36औं टोलीको दिनमा हामी पुगिरहेको छौँ। 44 दिनमा हामी जाँदैछौँ। एकदम रमाइलो भइरहेको छ। हामी रमाइलो गर्ने प्रयत्नमा छौँ। यो पनि हाम्रो क्यामेराम्यान हुन्छ सुजोतामा उहाँले पनि धेरै धेरै साथ हाइकिङको बारेमा भन्दै त पुरै के भन्छ आशा कहिले भेलाएर एकदम पछाडि घाटा भइरहेको पछाडि हेरेको छुट्टै बिन्दा आएको पछाडि बाहिर पनि अगाडिको रमाइलो भएन। आज चाहिँ हामी घुम्न गइरहेको छौँ। त्यही हो, अब सबैले सब्सक्राइब फलो गर्नु। Ranikot, which is right in Bhaktapur, you know? So, we are just management, basic training, 26 road, you know? And we are hiking today. 22, 01, 0, and we are assemble 2 months memory. We don't forget this moment, you know. So very well, and we enjoy a lot. Thank you so much. I'm the PC. What? Sandeep. Thank you so much. आज हाम्रो यात्रा रानीकोटसम्म रहेको छ। हाम्रो यो विपद व्यवस्थापन आधारभूत तालिमको फेज अन्तर्गत हामी चाहिँ हाइकिङ हाम्रो चाहिँ रानीकोटसम्म रहेको छ। हामी चाहिँ आज 44 कार्य दिन पुरा भइसकेको छ। अब भोलि चाहिँ हाम्रो 45औं दिनमा चाहिँ आजको चाहिँ रुटिनमा चाहिँ मेन पहिला आउने बित्तिकै हामी चाहिँ डोलेश्वर महादेव केदारनाथको श्री डोलेश्वर महादेवको धर्म भइसकेको छ। अब त्यसपछि चाहिँ पाइलट बाबा हुँदै अब यहाँ चाहिँ
झ्याम्पे डाँडा जिपलाइनहरू सबै हेरेर सबैले मजा लिनु भएको छ, फुल इन्जोय गर्नु भएको छ। अहिले चाहिँ हामी चाहिँ रानीकोट रिसोर्टमा अबको 20 मिनट जति 20-25 मिनट जतिमा हामी रानीकोट रिसोर्ट पुग्दैछौँ। एकदम त्यहाँ हाम्रो चाहिँ फुल इन्जोय हुन्छ, सबैले आफ्नो तरिकाले इन्जोय गर्नेछन्, रमाइलो गर्नेछन्। आजको दिन सबै एकदम हर्षित छन्, खुसी छन्। तालिमको अन्तिमतिर पनि गइरहेको छ होइन। भोलि हाम्रो पास आउट पनि छ, साथै आज फुल इन्जोय गर्न पाएको छ, एकदमै खुसीको कुरा। यो हिँड्दाखेरि केही कुराहरू भए पनि आफ्नो तरवार सबैले खुसी नै लिइराखेका छन्। खासै त्यस्तो हिँडाइको पीडा हुँदैन, एकदम हर्षित देखेको छ सबैको उयोहरू चाहिँ। अनि गुरुहरू केही छ त छैन, अब मेरो भन्नु केही पनि छैन है। हजुर, जहाँसम्म लाग्छ हामी अब रमाइलो गर्दै हिँड्छौँ। अब बाटो लामो छ, रमाइलो गरेर बाटो काटौँ, इन्जोय गरौँ। मेरो भन्नु केही पनि छैन। लेट्स गो इन्जोय। आज चाहिँ हामी आज विगत 36औं समूहको टोली हाइकिङको लागि रानीकोट आइसकेका छौँ। हामी चाहिँ रानीकोट हाइकिङ रिसोर्टमा चाहिँ अहिले खानासाना खाएर रमाइलो गर्दैछौँ। म लगायत मेरा साथीहरू चाहिँ डान्स गर्दै रमाउँदै हुनुहुन्छ। आजको दिन एकदमै यादगार रहनेछ। ट्रेनिङको अब अन्तिम दिन हो। हामी भोलि पास आउट हुँदैछौँ र साथै परदेशका साथीहरू हामी भोलिदेखि छुट्टिनेछौँ। धन्यवाद। यो 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 गाह्रो छ जिन्दगी।
पसिना फाल्यो कम पानी खायो तर खोडा खै खोडा खोडा है घाँटी घाँडे खोडा खोडा घाँटी उभिर्दै भन्दै त खोडा खै खोडा लाउरे पनि बनिसके जीवनमा धेरै प्रगतिहरू गरिसके लाइफलाई खुसी साथ अगाडि बढाइसके त्यही पनि केही छैन म पनि के गर्नेछु सङ्घर्षको बाटो रोप्दै सफलता पाउने काम लाग्ने होइन म काम लाग्ने छु त्यसैले मेरो बासा आज सडकको भेटीमा कर्मले लडेको मान्छे म बुझ्न सकेन जीवनका मेरा व्यथा यही गीतमा लेखेर जाँदैछु धेरै टाढा सबैले छाडेर के बोल्दैन त बोल्छु नि भएन आज म राख्छु यो गीत चाहिँ रेडियो नेपाल एफएम कति हो 95.5 मेगाहर्जले चाहिँ बजाइरहेको छ बजाउनु छ भने युट्युबमा बजाऊ यसमा मेरो समर्थन छ समर्थन बजाइरहेको छ केही बुझा छैन समाचार सुन्ने भए म भनिदिन्छु के आजको ताजा खबर हो है अलिकति कम्बर 3 ठाउँमा 4 ठाउँमा भाग्ने किसिमको हुन पर्यो Hey!